त्यति गरेर त मैले कहिले निकालिसक्छु यो अर्को जुनीमा हेलो गुड मर्निङ ब्युटिफुल पिपल हेर्न सक्नुहुन्छ 5 पनि बजेको छैन र म उठिसकेको छु र एभ्री टाइम म चाहिँ मोस्टली चाहिँ भनौँ न केही स्पेसल हुँदाखेरि मात्रै भ्लग बनाउँथेँ नि त सो अब मसँग चाहिँ 2 महिनाको बिदा छ अनि त्यसपछि मैले सोचेँ वाइ नट गो फर डेली भ्लगिङ हैन सो डु आई हेभ कन्टेन्ट इन माई माइन्ड नो बट स्टिल लाइक हुन्छ नि हाम्रो एक्जाम हुन्छ अनि त्यसपछि बिदा हुन्छ होइन लाइक नर्मली के सबैजना स्टुडेन्ट्सहरू लाइक एक्जाम जस्तै अब 10 सक्यो अनि ओहो 3 महिनाको बिदा खतरा के नगर्ने हो सोचिन्छ बट मोस्टलीले केही गर्दैनन् होला जस्तो लाग्छ है किनकि मैले पनि कम्प्युटर सिकेर सक्यो मेरो होइन टाइमिङ बट अब चाहिँ मैले यो पालि चाहिँ हुन्छ नि आई हेभ प्रमिस्ड माइसेल्फ टु लर्न समथिङ टु बी प्रोडक्टिभ के सो कसरी ट्र्याक गर्ने त नत्र भने त कस्तो हुन्छ नि ल बिदा भएर नि सक्यो 2 दिनमै बित्यो के गरेँ थाहै भएन जस्तो हुन्छ नि त सो द्याट्स वाइ आई हेभ डिसाइडेड टु भ्लग वाट एभर आई डु होइन सो मोस्टली त म घरै हुन्छु होला सो त्यही पनि स्टिल आइल भ्लग कि मैले के गरी चाहिँ बिताएपछि आफूलाई ट्र्याक गर्न पनि सजिलो हुन्छ नि त अनि सो त्यही भएर इफ यु गाइज लाइक हुन्छ नि फिल लाइक ओके के चाहिँ हुँदो रहेछ त नर्मल्ली एउटा अल्छी मान्छेको लाइफमा भनेर थाहा पाउनु मन छ भनेदेखि चाहिँ स्टे ट्युन्ड र आज चाहिँ सोमबारे औँसी हो के सो बेसिकली सोमबारको औँसीमा चाहिँ नबोलिकन नुहायो भने चाहिँ धेरै धर्म मिल्छ एन्ड अल भनेर भन्नुभएको थियो कि मम्मीले त्यही भएर म पनि एउटा अन्धविश्वासी भएर बिहान उठेर नुहाएँ अनि मलाई मम्मीले के भनेर ब्ल्याकमेल गर्नुभयो भनेदेखि तै नबोलिकन नुहाइस् भने त तेरो धेरै राम्रो मार्क्स आएर त पास हुन्छस् भन्नुभयो क्या अनि आई फेल फर इट गाइज हुन्छ नि लाइक दो अब आफूलाई राम्रै गरे हुन्छ होइन बट चान्स किन लिउँ मम्मीले भनिसक्नुभयो गरिदिउँ भनेर के अरू बेला भए म मान्थिनँ होला के लाइक के हुँदैन कि मम्मी छोडिदिनु भनेर बट म ल भनौँ न 5 पनि बजेन म उठेर नुहाइसकेँ कि वाह मम्मी पनि खुस हुनुहुन्छ एउटा त अर्को त आफूलाई पनि कता हो कि के हो भन्ने हल्का त्यो सुपरस्टिसियस थट अफकोर्स केही हुँदैन होला बट त्यही पनि हल्का त्यो सुपरस्टिसन त हामी थोरै त भइ नै हाल्छौँ ओके गाइज अब टन्नै काम छ हामी गरौँ है त सँगै सो गाइज यो चाहिँ मेरो माने कप हो होइन यसमा चाहिँ आई डोन्ट नो कति जान्छ भनेर बट इट्स लाइक रियली युज के अनि सो बिहान चाहिँ म तातो पानी खान्छु अनि एभ्री डे खान्छु कहिले जस अबदेखि चाहिँ म यसमा नै खान्छु न त भने पहिला चाहिँ म अलिक त्योभन्दा सानो ग्लासमा खाने गर्थेँ तर कहिले चाहिँ यसमा खान्थेँ म अनि यो चाहिँ मेरो फेभरेट कप हो हुन्छ नि यो चाहिँ देख्न साथै कस्तो मन पर्थ्यो कि त्यहाँ हुन्छ नि केही छैन क्या सिम्पल छ बट इट्स लाइक इट्स अ युजफुल हेर्दै कस्तो युजफुल देखिन्छ नि होइन एन्ड या यो कप जस्तै मेरो ज्यान पनि फुलिसक्यो होइन सो यो 3 महिना मेरो एक्जाम लिभ थियो एक्जाम लिभमा म यति मोटाएँ गाइस सो म चाहिँ अब वेट लस गर्नको लागि कोसिस गर्दैछु होइन अनि कसरी भन्दाखेरि म सोचिरहेको थिएँ जिम जाऊँ यो गरौँ त्यो गरौँ जिम जानको लागि इट इज वे एक्सपेन्सिभ अनि प्लस खै अब आई डोन्ट नो के अब त्यो एक्लै जाने त्यो उनाइरहेन क्या हिम्मत त्यही भएर अब मैले कसरी प्लान गरिरहेको छु भन्दाखेरि बिहान उठ्ने अनि त्यसपछि रनिङ जाने अनि त्यसपछि अनि डायटमा चाहिँ अब मैदा नखाने चिनी नखाने अनि त्यसपछि हल्का घरमै एक्सर्साइजहरू गरेर हेरौँ 1 मन्थ आफूलाई दिउँ भनेर प्लान गरिरहेको छु होइन सो हेरौँ के हुन्छ इभन आई ट्राई टु इनरोल फर स्विमिङ क्लास बट के भयो भन्दाखेरि इट इज वे टु एक्सपेन्सिभ एन्ड आई कान्ट अफोर्ड इट लाइक एभ्री डे पर डे नै अब भनौँ न
हजुर ठुली नानी ए त्यही हो। सो मलाई चाहिँ आज मम्मीले मालपा बनाउनको लागि भन्नुभएको छ। सो मालपा बनाउँदै कुरा गरौँ है त गाइज। सो गाइज त्यही म यो निकाल्न खोजिरहेको छु। वाट इज द इजी वे टु डु दिस? मेरो नुहारनदेखि होइन अर्को पहिलाको जुनीदेखिको बल निकाल्दा पनि इट इज लाइक so it feels like next to impossible के। One eternity later. यति गरेर त मैले कहिले निकालिसक्छु यो अर्को जुनीमा। सो म बिहान उठेर आई डोन्ट नो अब त्यसलाई मालपा भन्न मिल्छ कि मिल्दैन, तर मैले पिठो मालपा जस्तै बनाउन ट्राई गरेँ हो। जस्तै मालपा जस्तो मिठो त भएन अफकोर्स होइन, मैले खाएको पनि छैन, बट हेर्दै थाहा हुन्छ नि त त्यति राम्रो चाहिँ भएन। सो आई डिड मालपा थिङ अनि त्यसपछि ड्याडको लागि अब चिया बनाइदिन्छु म। ड्याडीजीको चाहिँ हाम्रो ड्याडीजीको बेस्ट थिङ मतलब उहाँलाई एकदमै मन पर्ने भनेको चाहिँ दुध चिया हो कि। लाइक आई डोन्ट नो वाट इज हिज अब्सेसन विथ दुध चिया होइन, धेरैजनाकै हुन्छ हुन चाहिँ। मलाई चाहिँ दुध चिया भने चाहिँ आइदर आई क्यान ह्याभ इट विथ त्यो के अरे डुनट अथवा पप। मैले आफूलाई प्रमिस गरिसकेँ 1 महिना म चिनी र त्यो मैदा खान्न भनेर। सो नेक्स्ट मन्थ विल ह्याभ डुनट र दुध चिया। सो गाइज मैले यो 1 कचौडा चाहिँ निकालेँ त्यो नरिवलबाट। अब 1 चम्चा खाने हो बिकज वी निड टु सी आवर वेट। सो धेरै खानु हुँदैन यो चिज मोटाउँछ, किनकि यसमा पनि डेफिनेटली फ्याट्सहरू त हुन्छ होला नि होइन, त्यही भएर दिस मच। बिहान पानी अब पनि वेट घटेन भनेदेखि मेरो वेट घटेन भने कसको वेट घट्छ? सो मैले चाहिँ अनि रोटी खाएँ अनि त्यो चाहिँ गहुँको रोटी थियो अनि त्यसपछि चना बिन्सहरू खाएँ। सो गाइज म आइपुगेको छु ग्यारेज। यति बेला म ग्यारेजबाट घरबाट निस्किने बेलामा भिडियो बनाउँछु सोचिरहेको थिएँ गाइज भन्दै, तर बेसी त्यो भ्लगिङ गर्न कति गाह्रो हुँदैछ। आइ एम गेटिङ इट। सो गाइज यो रहेको छ हाम्रो ग्यारेज। यदि तपाईँहरूलाई पनि केही गाडी साडी बनाउनु पर्ने, गाडी वासिङ सासिङ गर्नु पऱ्यो भने यता छ होइन, चार्जिङ गर्नु पऱ्यो भनेदेखि चार्जरहरू पनि छ हामीसँग। यदि तपाईँहरूलाई गाडी चार्ज गर्नु पऱ्यो भने चाहिँ हामीसँग फोटोनको चार्जर रहेको छ, चार्ज गर्ने ठाउँ रहेको छ यहाँनिर। अनि यो गाडीको पनि चार्जर छ, यो कुन गाडी हो मलाई थाहा छैन। सो गाइज म आज पढ्दैछु इजोरिया। सो मैले यो बुक पढ्न खोजेको चाहिँ लगभग 2 वर्ष अगाडि होला, सायद 1-2 वर्ष अगाडि हो कि। अनि त्यसपछि म जहिले आदि कतै पुग्छु अनि त्यसपछि त्यो कन्टिन्यू नै हुन पाइरहेको थिएन कि। अब मैले फेरि सुरुदेखि स्टार्ट गर्नुपर्छ कि। लगभग 3 चोटि त मैले स्टार्ट गर्न मात्रै खोजेको थिएँ, मलाई याद छ कि। मतलब 3 चोटि स्टार्ट गर्न खोजेँ होइन, 3 चोटि आदि पुगेँ। अनि त्यसपछि म धेरै पछि पढ्न थालेँ, अब जस्तो 3-4 महिनापछि पढ्न थालेँ। अब ल स्टोरी के थियो नै बिर्सिसक्यो नि त, फ्लोमा गइरहेको थिएन कि। त्यही भएर मैले यो फर्स्टको पार्ट चाहिँ 3-4 चोटि पढिसकेँ होइन। मलाई हल्का हल्का आइडिया छ तर त्यो डिस्कनेक्ट हुन्छ कि। त्यही भएर आजबाट मैले बुक पनि पढ्न थालेको छु। लेट्स सी म कति दिन लगाउँछु यो बुक पढ्नलाई। खास यसलाई त 2देखि 3 दिनमा भ्याउन पर्ने हो होइन, नर्मली त्यतिमा चाहिँ भ्याउन पर्ने हो यो बुक। तर मलाई लाग्छ होला 1 हप्ता चाहिँ मलाई डेफिनेटली लाग्छ जस्तो लागिरहेको। अब त्यही पनि लेट्स गिभ इट ट्राई टु हुन्छ नि, लाइक फिनिस एज सुन एज पोसिबल के बोलिरहेँ मैले। सो अब अहिले चाहिँ यहाँ खासै काम छैन, सो त्यही भएर मैले बुक पढ्न सुरु गरेँ। सो गाइज यो चाहिँ मेरो बहिनी हो
उसलाई चाहिँ एकदमै लाज लाग्छ सो एकदम अनएक्सपेक्टेड तरिकाले चाहिँ हामी चाहिँ ल अफकोर्स हाल्नै पर्ने हुन्छ सो एकदम अनएक्सपेक्टेड तरिकाले चाहिँ हामी आज पशुपतिको आरती हेर्न जाने प्लानिङ भयो र त्यही भएर आज हामी जाँदैछौँ हाम्रो गाडी लिएर तपाईँहरूलाई यो गाडी चाहिँ रेन्टमा लिनु छ भने चाहिँ प्लिज कमेन्ट डाउन ड्याडी हेलो गाइस हेलो हाई हामी आरती हेर्न प्लानले आएको तर आरती सकिसक्यो होला छैन होला हाम्रो अरू गाइजहरू कता हुनुहुन्छ हामीलाई थाहा भएन अब हामी चाहिँ लाग्यौँ गएन दर्शन गर्न सो गाइस यहाँ पनि आरती हुँदो रहेछ मलाई चाहिँ थाहा थिएन है मैले उताको मात्रै आरती हेरेको थिएँ सो हियर इज आवर टोली हर हर महादेव ड्याडी ड्याडी उठ्यो ड्याडी उठ्यो ड्याडी उठ्यो किनिदिनु ल गयो उयो उयो आयो उयो उयो किनिदिनु न म तपाईँको बच्चा होइन ड्याडी एउटा ठुली भइसक्यो जब म बच्चा हो नि एकदम जहिले पनि किनिदिनु न झिलमिली किनिदिनु न ड्याडी झिलमिली पर्दैन सो गाइस पशुपतिको आरती हेर्न आएको थियौँ हामी अनि त्यसपछि अलिअलि आरती हेऱ्यो अलिअलि दर्शन गरियो होइन त्यहाँदेखि चाहिँ हामी यहाँ मम्मी घुम्दै हुनुहुन्छ त्यहाँ सो हामीले चाहिँ दर्शन सर्सन गरेर अब 8 बजिसक्यो घर पुग्दा 9 बज्छ होला बट स्टिल वी आर ह्याप्पी पिस अफ माइन्ड द्याट्स वाट इट म्याटर्स हेलो गाइजहरू हजुरहरूलाई कस्तो लागिरहेको छ त कस्तो महसुस भइरहेको छ तपाईँहरूलाई हामीलाई फुल बेटर रमाइलो तपाईँलाई सबै एक्ज्याक्टली ल ठिक छ सबैजना हामी एकदम पिस अफ माइन्डमा छौँ गाइज सो यति भन्दै आजको भ्लग अब यहीँ एन्ड गर्दा हुन्छ होला सी यु टुमोरो